हाई गाइजहरू, आज मेरो डिनर बिहानको लन्च चाहिँ कक्सर छ अनि साथमा सिस्नु छ। एकदम फर्स्ट क्लास भएको छ, टिम्बुर सिम्बुर लगाएर हैन। म चाहिँ कक्सरसँग खास चाहिँ छेउमै खान मन पराउँछु। हेर्नुहोस् कस्तो भएको छ, लेता सिस्नु फर्स्ट क्लास भएको छ सिस्नु। मेरो छोराले चाहिँ त्यति साह्रो मन पर्दैन सिस्नु। कक्सर चाहिँ मन पर्दैन, चाहिँ सिस्नु त मन पराउने रहेछ। अनि म चाहिँ एकदमै वाउ, टिम्बुर हालेको यस्तो मिठो लागेको रहेछ कि मैले हात धोइसकेको छु। अब हातले चस्मा त खोलेर खानु पर्ला, हातले तनक तनक पारेर खाने हो। छे तातो न तातो छ, कसरी हेर्नु यस्तो तातो छ। हल्का घिउ लगाएको थिएँ कस्टरमा, हल्का घिउ पनि ठुस्स गनाउँदो रहेछ, मिठो भएछ। अघि त एक बटुका सिस्नु बगाएर एक बटुका पिएको पनि त्यत्तिकै हुरुक पारेर यस्तो मिठो भएको छ कि हात हाल्नु सक्दैन त। दामी भएछ, तातो। कक्सर चाहिँ यो अस्तिमाथि गाउँबाट मकै ल्याएर आएको थियो र यहीँ काठमाडौँ ल्याएर पिनेको मसिनो भएछ, क्या दामी भएछ। गाउँको मकै भएर होला कक्सर फेरि एकदम मकै च्याख्लो एकदम टेस्ट रहेछ। फेरि सानैदेखि सिस्नु घारीमा हुर्केको मान्छे भएर होला सिस्नु एकदमै मनपर्छ। झन् आलु उसिनेर खानुपर्छ, आलु र सिस्नु खानुपर्छ। वा के गर्नु र, तातो नि तातो छ। अघि अलिक चिसो हुनु पर्ने छ क्या। मिठो चाहिँ एकदम मिठो भएको छ, तर तातो। तपाईँहरू पनि सिस्नु र च्याख्ला खानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ अरे क्या, राम्रो लाग्ने। वाउ, साँच्चै कस्तो मिठो भएको छ, मैले ढाँटेको साँच्चै धेरै मिठो भएको छ सिस्नु च्याख्ला। अनि हिजो मैले यो बनाएको थिएँ, मैले अनि यस्तो मिठो भएछ कि फेरि। अनि हल्का यहाँ उसमा च्याख्ला र सिस्नुमा लगाएर खाएको एकदम मिठो भएको छ। अनि मैले चाहिँ च्याख्ला र सिस्नु धेरै इन्जोय गरेँ साथी हो। तपाईँहरूले कति इन्जोय गर्नुभएको छ भन्दै म मेरो सानो भिडियोलाई यहीँ नै टुम्काउन चाहन्छु र यो युट्युबमा जान्छ, सबैजनाले लाइक सब्सक्राइब गरेर चाहिँ फुल वाच गरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच।